हेलो एन्ड नमस्ते, म धनुष महतो र जतिजना पनि नयाँ कलाकारहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एकदम खुसीको खबर रहेको छ है। र एउटा चलचित्र जुन चलचित्रको नाम रहेको छ बागी, त्यसको अडिसन यही माघ 10 गतेबाट इटरीमा हुने गइरहेको छ। र उहाँले जति पनि नयाँ कलाकारहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो प्रतिभालाई देखाउन पाइरहनु भएको छैन, उहाँहरूलाई लिएर चाहिँ एउटा फिल्म बनाउन लाग्दै हुनुहुन्छ। र फिल्मको नाम अघि भनिसके बागी भनेर होइन। र यो चलचित्रको लागि चाहिँ कलाकार अति आवश्यक भएको कारणले गर्दाखेरि यही माघ 10 गतेबाट अडिसन हुँदैछ इटरीमा। र यदि तपाईँहरू आफ्नो कलालाई देखाउन चाहनुहुन्छ, आफूले ठाउँ पाइरहनु भएको छैन र आफूलाई चाहिँ कलाकार बनाउन चाहनुहुन्छ, कलाकार बन्न खोज्दै पनि ठाउँ पाइरहनु भएको छैन भने चाहिँ एकचोटि अडिसन दिनु होला। अडिसनको यहाँ तल मैले सम्पर्क नम्बर पनि राखिदिएको छु। र यदि यो भिडियो तपाईँहरूले हेर्दै हुनुहुन्छ भने एकचोटि सम्पर्क गर्नु होला। सम्पर्क नम्बर यहाँ राखिदिएको छु होइन। र आफूभित्र रहेको जुन कला छ त्यसलाई निखार ल्याउनु होला। जसले ठाउँ पाइरहनु भएको छैन, म चाहिँ कलाकार बन्छु भन्दै हुनुहुन्छ र तपाईँहरूले आफ्नो कलाकारिता कहाँ गएर देखाउने होइन, सिरियल गर्दै हुनुहुन्छ, सर्ट फिल्म गर्दै हुनुहुन्छ, म्युजिक भिडियो गर्दै हुनुहुन्छ, तर आफूलाई ठुलो पर्दामा देख्न चाहँदै हुनुहुन्छ भने चाहिँ एकचोटि सम्पर्क गर्नु होला र आफ्नो अडिसन दिनु होला। अडिसनको लागि भनेर लिड रोल होइन, केटाको लागि, केटीको लागि होइन, भिलेनको लागि होइन, सबै क्यारेक्टरको लागि अडिसन भइरहेको छ। र यही माघ 10 गते इटरीमा अडिसन हुँदैछ, गएर अडिसन दिनु होला। र अग्रिम बधाई तथा शुभकामना मेरो होइन। हजुरले यस फिल्मबाट चाहिँ एकदम धेरै नै होइन, अहिले नै अग्रिम बधाई तथा शुभकामना। एकदम राम्रो पैसा कमाओस् है, र दर्शकहरूले पनि एकदम धेरै मन परोस्। र तपाईँहरू जानु होला है त अडिसन दिनको लागि। अहिलेलाई बाई।